आज हामीसँग हाम्रो एकजना दाजु हुनुहुन्छ एकदमै पुरानो कुरालाई भन्न गइरहेका छन् त्यो कुरा एकचोटि भनिदिनुहोस् त। ओहो गोरीको लोग्ने कालीसँग सम्भोग गर्न गएको रहेछ। आफ्नै भाषामा भन्नु, आफ्नै भाषामा। आफ्नै भाषामा आफ्नै भाषामा ऊ भन्ने रहेछ कि बिल्कुल कालीको लोग्ने गोरीको लोग्ने कालीसँग फस्या रहेछ अरे। काली भन्ने रहेछ कि तँ आफ्ना लोग्नेलाई सम्झा, तेरो लोग्ने मेरोमा आउँछ, तँ आफ्नो लोग्नेलाई सम्झ भने त भुइली भन्यो कि नै म त्यो गोरी झकझकानी साला बिल्कुल सूर्य की ज्योति कतै चकचकानी छौँ भने विचारमा तँमा कसरी आयो भन्ने टाइममा तिनीहरूको वातावरण हेर्ने विचारमा कालीको नजर गोरीका मुख, गोरीको नजर कालीका मुख पर्यो। शर्त दुइटैले शर्त गरे। त्यसपछि अब फेरि भन्यो उहिले दाउराको एकको घाँसको पालो पढ्यो, एकको दाउराको पालो पढ्यो। अब फेरि उसले भने कि लामकन्न सपुरे चल्थो भेट खेताइन गएछ, बेली रात सर खाने राणा खानाइन भन्दी कयको बल्ल रहेछ। फेरि ऊ बोली उहिले भने कि आछाम बाइयो बड पिपल जमला बाइयो खोला मेरी से राहु की दशा मेरो बल्ल होला भने अड्के नली ठड्के चिलम बर्मदेव अल्लाह की खबर अदिन है कि मेरी मुसा की राखली मेरी भात चाटली सरखाने बल मेरी भात चाटली त्यही बसा माल जने मलौटेका कंडर टल्केका न्यार हाल्ली थियौँ पान्दिनी थियौँ कठाई मेरी रोबर्सी हजुर सरखान पल्केका खत्म हो यो कुरडी खत्म भयो।